एलर्जी छ भने के मान्छेलाई एलर्जी छ भनिरहेको छु केटाहरु कस्तो उनलाई भन् तँलाई छैन नि त एलर्जी एलर्जी छ केटाहरु ए नआन भनेको एलर्जी छ के एलर्जी छ भनेको एलर्जी छ भनेको भागेर मात्रै पक तेरा फ्यान अझै खास मुख पनि छोप्न पर्ने भयो हजुरलाई हेत्तेरिका यस्तो एलर्जी आउने मान्छेलाई त मैले भनेको मेरै केटाहरु हो के फेरि हाम्रै पार्टीका हुन् के हो जोइ साहब यो कुरा के भने नि सजिलो बा हाम्रो गाउँमा चाहिँ नि तलबाट आउँदै हुनु रहेछ हाम्रै पार्टीका केटाहरूले ड्याङ फायरिङ खोलिरह्यो भने कि ए नगर उहाँ कुद्दै जानु भएको चाहिँ मलाई एलर्जी हुन्छ रङले भने मैले ए बल्ल 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 बचार लिएर आएको आहा है गाउँमा को मान्छे आउँछ अब सबको सुरक्षाको ठेक्का तिम्रो के कुरा गरे हाल अब चुनावको बेला आएको मान्छे होइन भोलि एलर्जी भएर घोर्याङ 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 चिलाउने कि भोट ठ्याङ ठ्याङ हान्ने गाह्रो हुन्छ नि त अन्त के मैले त चिनिनँ हौ दिमाग कन्फ्युज भइदिरहेको के कसको चाहिँ नानी हो क्या मेरो नानी हो छोरी तिम्रो यस्तो हालत चाहिँ कसले बनायो लाउरेको छोरी हो